फाइनली यो आउने अक्टोबरबाट इपिएफ अर्थात् केडब्लुएसपी कटौती रकम भएर आएको छ। यो एउटा खुसीको कुरा पनि हो, बजेट पनि हो। र इपिएफको अर्थ इम्प्लोइज प्रोभिडेन्ट फन्ड भने जहाँ कर्मचारी सञ्चय कोष, र यसलाई मलायुमा भनिन्छ केडब्लुएसपी अर्थात् कामपुलान वाङ सिम्पाङ पिकिर्जा भनेर यसरी नामाकरण गरिएको छ। भने म तपाईलाई यो फोटोमा स्यालेरी पेपर पनि देखाउँछु। र हाम्रो अहिले डिजिटल भएको हुनाले हामीले सबै मोबाइलबाट हेर्न मिल्छ भने कतिपयको अझै पनि पेपरमा आउने गर्दछ। भने यहाँ लेखिएको छ इपिएफ 34 रिङ्गेट, एसओ सिएसओ 44 र होस्टेल 50 गरेर झन्डै तपाईको 96.75 सेन्ट झन्डै 100 रिङ्गेटको हाराहारी कटौती भइसकेको छ पर महिनाबाट। भने यसले गर्दाखेरि नयाँ आउने साथीभाइहरूलाई चाहिँ अलिकति असर पर्न सक्छ। त्यसो भए हुनाले यो रकम हामीले भोलि कसरी रिटर्न लिने अथवा चाहिँ इपिएफसम्म हामीले कसरी चाहिँ समन्वय लिने भन्ने यतावत धेरै विषयमा हामीले जानकारी दिनेछौँ। र हामीसँग फेसबुक, टिकटक र युट्युबमा प्रेम डिपी क्रिएटर सर्च गरेर जोडिनु होला। केही इपिएफको बारेमा हामीले त्यहाँ भिडियो राखिसकेका छौँ। भने अब हामीले कसरी यसबाट हामी कनेक्सन भएर अहिले डिजिटलको माध्यमबाट अथवा प्रत्यक्ष अफिसमा गएर कसरी हामीले चाहिँ यो विषयमा हामीले भोलि गएर यो रकम कसरी फिर्ता लिने भन्ने बारेमा हामी भिडियो राख्नेछौँ। हामीसँग जोडिएर रहनुहोला। धन्यवाद।